गुड मर्निङ सबैजनालाई। आज पनि नयाँ भिडियो लिएर आइसकेको छ। आज चाहिँ मौसम अलि चिसो चिसो छ, कस्तो बाहिर ढुसी लागिरहेछ। आज चाहिँ माघे सङ्क्रान्ति, भुजाको लड्डु बनाउनु जानुपर्छ। भुजाको लड्डु अनि के भन्छ तिलको लड्डु चाहिँ मैले हिजो बनाइसकेको थिएँ। अब आजलाई चाहिँ भुजाको दल्ला र के भन्छ तरुल उसिन्नु पर्ने छ। यहाँको मौसम चाहिँ यस्तो छ, ढुसी लाग्यो। बाखुतिरहेछ। सक्खर सक्खर यसलाई चाहिँ हल्कासँगले छान्नुपर्छ। यो सक्खरमा चाहिँ धेरै फोहोर हुन्छ, त्यही भएर यसलाई चाहिँ छान्नु पर्ने हुन्छ। अब यसलाई चाहिँ चलाउँदै गरेर सिक्ने गरी अलिकति हुने गरी चलाउनु त्यसरी यसलाई छानेको छानेर चाहिँ यत्रो फोहोर निस्केको यत्तिको फोहोर निस्किरहेको छ। कति धेरै फोहोर हुन्छ कि यो सक्खर। अब चाहिँ भएछ यस्तो जग्गा भने यसरी मजाले गोलेपछि थोरै पानी हातमा लियो। यसलाई यसरी बनायो। तातो तातोमा अलिक छिटो गर्नुपर्छ, होइन भने हुँदैन नि तातो। भुजाको लड्डु रेडी भयो। थोरै बनाएको, धेरै होइन। धेरै परिवारको धेरै बनाउनु होइन, थोरैको त भइहाल्छ। त्यही अब यसलाई चाहिँ प्लास्टिकमा राख्नुपर्छ, नत्र उसिन्छ। सबैजना नुहाइसक्यो नि। अब म चाहिँ यहाँ चढाउनु पर्नेको चिजलाई यहाँ राख्छु नि। देउतामा चढा यो चाहिँ देउतामा चढाउनु, अनि यो चाहिँ आमा बाउले चढाउनु पर्ने। यहाँ घरको मेरो श्रीमन्त चाहिँ अनुभव हुनुहुन्छ नि त, त्यही भएर उहाँको नाममा चढाउनु पर्ने। माघे सङ्क्रान्तिमा जहिले चढाउनु हुन्छ अरे, माघे एकाटी चाहिँ जहिले जहिले चढाउनु हुन्छ अरे, त्यही भएर चढाइदिनु पर्ने। मैले पूजा गरिसकेँ। अब यता खाने हाम्रो फर्स्टमा चाहिँ यो काँचो टरुलले खानुपर्छ अरे क्या। पहिला सुनिस् खाएर टिका लाउनुपर्छ काँचो टरुल सुरुमा। टिका लड्डु कति डर बहिनी चाहिँ अब तराएर जान्छ। तराएर भाइको छोरा आउँदैछ, मान्छे उलिनु जान्छ। अब म चाहिँ घरमा खाना बनाउँछु। हाम्रो केटा आइपुग्यो है, साई आइसक्यो। दाजुभाइ बोल्दैनन् पनि, ऊ आफ्नै धुनमा। हामी त्यो रासोतालको हिँडेको घुम्नु, यो सानो रासोताल। त्यसो टोलीहरू हात्तीमारा घाम दुख्न लाग्यो साथीहरू। यो रासोताल जान चाहिँ हाम्रो घरदेखि झन्डै 10 मिनट जति हिँड्यौँ भने रासोताल पुगिन्छ। हामी जसले सर्टकट बाटो हिँडेको, सर्टकट बाटो चाहिँ बाँसघारीको बाटो। यता छ गाउँमै गाउँ, यता छौँ हामी।
यहाँ कस्तो जङ्गल गाडी छ बास गाडी के भन्छ हामी चाहिँ आइसक्यौँ है साथीहरू यिनीहरू दुईजना लुकेबारी खेल्नु थालिसक्यो बस्दैछ लडिन्छ नि फेरि यहाँदेखि नजारा कहाँ आइपुग्यो अरे हाँस आयो कहाँ अरे राष्ट्रटा पिनुस कहाँ आएको अरे घुमेर आएको पर कस्तो राम्रो देखिएको यस्तो चक्चकहरू पनि आउनुपर्छ कि त्यो त गयो लडिन्छ रात बसिरहेको तर खेले गर्छ घर जान नि मान्दैन त क्या यहाँ बत्ती बलिसक्यो के घर जानको नाम लिँदैन त अब खाजासाजा खाएर घर जाने हो रात पनि परिसक्यो यस्तो जङ्गलमा जङ्गल खाएर चाहिँ चाहिँ बत्ती बोलेको कस्तो देखेको कच्चङ ल घर हिँडेको हामी चाहिँ खाजा चटपटे किन्ने अनि घर जाने हो रात पऱ्यो ताता बाई हामी चाहिँ हिँडेको घर अब हामी चाहिँ आइवरी खानु थाल्यौँ है हाम्रो खाना यही हो भिडियो अघि इन गरिसक्यो कि हाम्रोमा बस्ने ठाउँ छैन हाम्रोमा बस्ने ठाउँ छैन उयो खडा कि खाने सबै उभिएर हामी चाहिँ खानासाना खाएर अब ढल्किन लाग्यो त्यसलाई चाहिँ यति नै भन्दै सबैजनालाई बाई गुड नाइट सबैजनालाई